साथीहरू यस्तो छ है अस्तिर डाँडा भएर गाडी पनि चलेको यतादेखि साँगुडी गरी पुगेर आउने बाटो चाहिँ अहिले एकदम धेरै राम्रो पुरै बाटो चाहिँ कालो बत्ती भएको छ तर यो बाटो पुरा अफरोड पर्छ थियो म अफरोड जाने आएको थिएँ एकचोटि अहिले चाहिँ पुरा पिचै पिच भइसकेको छ भएपछि चाहिँ हामीलाई यात्रा गर्न सुविधा हुन्छ गाडीमा आउँदा पनि आफ्नो साधन लिएर बाइक स्कुटीमा आउँदा पनि साह्रै सजिलो हुन्छ सुविधा सजिलो त्यसरी पैदल आउँदा पनि साह्रै सजिलो हुन्छ किनभने अफरोडमा चिपेर लड्ने डर हुँदैन चुच्चे ढुङ्गाहरू हुँदैन त्यसले गर्दा चाहिँ हामी लडिँदैन त्यति साह्रो चोटपटक लाग्दैन त्यो कारणले धेरै राम्रो छ भन्न चाहेँ मैले अहिले चाहिँ अनि यो तपाईँहरू माथिबाट देखिरहनु भएको छ जुन यो चाहिँ अम्लिसोहरू हो अम्लिसोहरू अब हाम्रो नभएदेखि यसै काम लाग्ने थियो यहाँनिर चाहिँ अब जङ्गलमा यो चाहिँ फुटेर कतिखेर गइसक्यो मान्छेहरू पुलिसमा भएर आएको छ यता माथिबाट चाहिँ अम्लिसोहरू देख्नु अनि ट्याक्कै फेरि यसको तल्लोपट्टि पुगिरहेको छ यसलाई चाहिँ यो चाहिँ घुङलिङ हो यसलाई चाहिँ धामीहरूले ढुङ्गा बस्न चलाउँछ हामी बिजुवाहरूले चलाउने चाहिँ घुङलिङ हो यसलाई चाहिँ घुङलिङ पनि भन्छ यस्तो छ आजको मेरो यात्रा चाहिँ निरन्तर भइरहेछ र म अब करिब यहाँदेखि मलाई धेरै टाइम लाग्दैन यहाँदेखि मलाई अब 15 मिनट हो